एका पहाडको कुनामा सानो गाउँमा अर्जुन नामको केटा बस्थ्यो। उसको सपना धेरै ठूलो थियो, एक दिन सफल मानिस बन्ने। तर उसको परिवार धेरै गरिब थियो। राम्रोसँग बस्ने घर थिएन, पढ्न राम्रो स्कुल पनि थिएन। उसका बुबा किसान थिए र आमा घरको काम गर्थिन्। पैसाको अभाव भए पनि अर्जुनको मनमा ठूलो सपना थियो। यसै क्रममा एक दिन शहरमा बस्ने एकजना दयालु व्यक्तिले अर्जुनलाई घरको काममा सहयोग गर्ने र सँगै पढाउने भनेर शहरमा लैजानुभयो। अर्जुनका लागि त्यो जीवनको ठूलो अवसर थियो। शहर पुगेपछि अर्जुनले कहिल्यै समय खेर फालेन। ऊ बिहान सबेरै उठ्थ्यो, घरको काम गर्थ्यो अनि दिनभर पढाइमा ध्यान दिन्थ्यो। उसको एउटा मात्र लक्ष्य थियो, राम्रोसँग पढेर ठूलो जागिर खाने र आफ्नो परिवारको जीवन सुधार्ने। वर्षौंसम्म निरन्तर मेहनत गर्दै गर्दा अन्ततः अफिसर बन्ने ठूलो परीक्षा आयो। अर्जुनले धेरै मेहनत गरेको थियो, त्यसैले उसले मनमनै सोच्यो, यसपटक म पक्कै पास हुन्छु। तर जब नतिजा आयो, अर्जुन असफल भयो। यो खबर सुनेपछि अर्जुन धेरै दुखी भयो। उसलाई लाग्यो, अब मेरो सपना सकियो। गाउँका केही मानिसले उसलाई हाँसे, केही साथीहरूले पनि भने, तिमीबाट केही हुँदैन। त्यो रात अर्जुन निदाउन सकेन। ऊ धेरै सोचिरह्यो। त्यतिबेला उसले आफ्नी आमाको कुरा सम्झियो। आमाले सधैँ भन्थिन्, हार भनेको अन्त्य होइन, नयाँ सुरुवात हो। अर्जुनले आँसु पुछ्यो र दृढ निर्णय गर्यो, म हार मान्दिन। त्यसपछि उसले पहिलेभन्दा अझ कडा मेहनत गर्न थाल्यो। बिहान सबेरै उठेर पढ्थ्यो, दिनभर अभ्यास गर्थ्यो, आफ्ना कमजोरी सुधार्थ्यो। उसले असफलतालाई कमजोरी होइन, पाठ बनायो। एक वर्षपछि फेरि त्यही परीक्षा आयो। यसपटक अर्जुन डराएको थिएन। उसले आफ्नो मेहनतमा विश्वास गरेको थियो। परीक्षा सकियो, केही दिनपछि नतिजा आयो। तर दुर्भाग्यवश अर्जुन दोस्रो पटक पनि असफल भयो। यो हारले उसलाई झन गहिरो सोचमा पार्यो। तर यसपटक उसले हार मानेन। बिस्तारै अर्जुनको मनमा अर्को सपना जन्मियो, देश र जनताको सेवा गर्ने। ऊ बिस्तारै राजनीतिमा लाग्न थाल्यो। साना साना कामबाट जनताको सेवा गर्दै, पढाइलाई पनि निरन्तरता दिँदै, अनुभव बटुल्दै ऊ अघि बढ्दै गयो। समय बित्दै गयो। अर्जुनको इमानदारी, मेहनत र जनताको लागि गरेको कामले सबैको मन जित्न थाल्यो। अन्ततः एक दिन अर्जुन नेपालको गृहमन्त्री बन्न सफल भयो। आज अर्जुन र उसको परिवार सुखी जीवन बिताइरहेका छन्। गाउँका सबै मानिस छक्क परे। जो पहिले उसलाई हाँसिरहेका थिए, आज उनीहरू नै अर्जुनको प्रशंसा गरिरहेका थिए। अर्जुनले बुझेको थियो, असफलताले उसको जीवन रोकेको होइन, बरु उसलाई अझ बलियो बनाएको थियो। त्यस दिन अर्जुनले एउटा ठूलो पाठ सिक्यो, जीवनमा हार आउन सक्छ, तर हार मानेर बस्नु नै साँचो हार हो। यदि हामी उठेर फेरि प्रयास गर्यौं भने त्यही हार एक दिन हाम्रो सबैभन्दा ठूलो जित बन्न सक्छ।